नमस्कार, म गगन श्रेष्ठ। आज म धरान सिंहदेवी चोक स्थित वेफल ओ क्लक भन्ने यो चिटिक्क परेको सानो आउटलेटमा पुगेको छु। यसलाई चाहिँ हाम्रो होटल म्यानेजमेन्टको पूर्व विद्यार्थी अश्विन श्रेष्ठले खोलेका हुन् र हेर्दाखेरि चिटिक्क परेको सानो एकदम क्युट टाइपको आउटलेटमा मैले मेरो छोरीहरू लिएर गएको थिएँ र यहाँ विभिन्न किसिमको वेफल्सहरू र सँगसँगै चाहिँ कोल्ड ड्रिङ्क्स, सफ्ट ड्रिङ्क्सहरू, विभिन्न किसिमको मिक्स ड्रिङ्क्सहरू र टी कफी पनि पाइन्छ। र छोरीले त्यहाँ मेनुमा हेरेर वेफल अर्डर गरिन् र वेफल बन्न सुरु पनि भयो। त्यहाँ अब विभिन्न किसिमको वेफल्सहरूमा छोरीहरूले भनेअनुसार चाहिँ यो पप्सिकल भनेको चाहिँ आइसक्रिम जस्तै हुँदै रहेछ र त्यो बन्नलाई सुरु भयो। यसरी अलग अलग किसिमको सेप अनुसारको वेफलको यो वेफलको यो मेसिनहरू पाइँदो रहेछ। त्यही अनुसारको वेफल यो बनिसक्यो। अब यसमा चाहिँ माथिबाट फ्लेभर्सहरू सिरपहरू हाल्न बाँकी छ र यो बनाउने नानीले धमाधम यसमा चाहिँ चकलेट सिरप, चकलेट सस एड गर्न थालिन् र यसमा चाहिँ अलग अलग टाइपको माथिबाट स्प्रिङ्कल्सहरू पनि एड गर्ने रहेछ। त्यो चाहिँ अगाडिको चकलेट थियो र यसमा चाहिँ यो मिल्क बेस्ड यो सिरपहरू एड गरिन् र माथिबाट चाहिँ विभिन्न किसिमको स्प्रिङ्कल्सहरू एड गर्दैछिन् र हेर्दाखेरि नै अट्र्याक्टिभ खाउँ लाग्ने यो वेफल्स छोरीहरूले त चाखिन् नै र मैले पनि चाखेर हेरेँ। वास्तवमा हामीले हाम्रो धरानमै यो लेभलको वेफल्सहरू पनि अहिले एभाइलेबल छ र तपाईहरू पनि यो टेस्ट गर्न चाहनुहुन्छ भने यो सिंहदेवी लाइन, सिंहदेवी मन्दिरकै छेउमा वेफल ओ क्लक भन्ने खुलिसकेको छ।